हेलो गाइस, आज चाहिँ म यहाँनिर छठ पूजा घुम्नु आएको छु। आजभन्दा 13-14 साल अगाडि आएको थिएँ म यहाँ मेरो प्यारिनी एकजना साथीसँग र मेरो भाइ र म। र यो पूजामा चाहिँ त्यो टाइममा मेरो भाइ र म चाहिँ हराएको थिएँ। अहिले चाहिँ बेलुकाको 5 बजेको छ र पूजासुजा सकेछ, आउनु ढिलो भएछ। त्यसैले मान्छेहरू फर्किरहेछ यसरी। तर पनि छेउमा गएर यहाँको नजाराहरू हेरौँ, के बदलेछ, के भएछ। एकदम कम्ती देख्दैछ मान्छे। यसो हेर्दा सुनसानै देख्दैछ, तर पनि छेउमा गएर यहाँको के बदलेछ नजाराहरू हेरौँ। पूजासुजा सकेर यो ढाकीमा चाहिँ ठेक्काहरू हुन्छ उनीहरूको प्रसादहरू। गाइस, यो देख्दैछ नि, यो केराको खम्बाहरूलाई नै यहाँ चाहिँ जग्गा मण्डप, सानो मण्डपहरू जस्तो बनाएको छ। यो जग्गामा चाहिँ एउटा फ्यामिलीहरू बसेर पूजा गर्छ। अहिले चाहिँ यहाँ कोही छैन, पूजा सकेर पनि फर्किसकेको छ। एकदमै यहाँ फोटो खिच्ने मान्छेहरू मात्रै यतात्यता फोटो खिच्दै बसिरहेछ। अनि यहाँ पनि भर्खरै पूजा सकेर गएको रहेछ। दियोहरू एकदमै बलिरहेछ, जो यो पानीको लागि नै बनाएको हुन्छ यो मण्डपहरू। म पनि आउँछु ल, अगाडि आया बाई। मेरो स्यामसङ ग्यालेक्सी लगाइस। अब चाहिँ फर्केको छठ पूजा घुमेर भन्दा पनि पूजा सबै सकिसकेको थियो। जसै यहाँनिर घुम्ने, फोटो खिच्ने, इन्जोय गर्ने मान्छेहरू मात्रै थियो। र मैले पनि त्यही गरेँ, घुमेँ, भिडियो बनाएँ। बस अब चाहिँ फर्केको। अहिले बेलुकाको 6 बजिसकेको थियो, जाँदा ठिक 5 बजेको थियो। र 1 घन्टा जस्तो चाहिँ म यहाँनिर घुमेछु। र अब चाहिँ फर्केको। ल गाइस, बाई बाई।